म अब ग्यास लक गर्न जाँदैछु। पहिला डिस्चार्ज लक गर्छु, त्यसपछि तुरुन्तै कम्प्रेसरको लागि मैले काँटा झर्न सुरु हुँदैछ। हटा हटा हटा, पर्दैन त्यहाँ कम्प्रेसर पर्छ। काँटा झर्दैछ बिस्तारै। काँटा जब 0 मा आउँछ त्यसपछि म तुरुन्तै यसलाई ग्यास लक गर्छु। काँटा 0 मा आउँदा बित्तिकै म यसको ग्यास लक गर्छु। काँटा 0 मा आउन टाइम लाग्यो, किन ढिला गरेको छु? काँटा 0 मा आउन एकदमै टाइम लाग्यो। यत्रो धेरै टाइम नलाग्नु पर्ने हो, धेरै टाइम लियो यसले। धेरै टाइम नलिनु पर्ने हो, किन टाइम लियो? यहीँ आएर रोकियो यार। यो टाइम अनुसार यसको गर्नुपर्छ। म एकचोटि यसको फ्लेरिङबाट हेर्छु, पुरै ग्यास लक भइसकेको हुनुपर्छ त्यो टाइम अनुसार, तर काँटा 0 मा गएन। अब एकचोटि हेरेर के हुन्छ त्यसपछि म त्यही अनुसार अगाडि जान्छु। यो कहिलेकाहीँ म्यानिफोल्ड गेजकै भरमा पर्दाखेरि पनि सायद एसी ब्लास्ट हुन्छ होला। आज मेरो अनुभवमा यस्तो भयो कि गेज मिटर 50 मा भन्दा तल आउन छोड्यो। त्यसपछि तर मलाई लाग्छ 1 मिनेटभन्दा बढी भइसकेको थियो। त्यसपछि मैले गेज मिटर बन्द गरिदिएँ। गेज मिटर बन्द गरिदिइसकेपछि मलाई शङ्का लागेर कतै काँटामा खराबी हो कि भनेर पछि मैले यो फ्लेरिङबाट खोलिसकेपछि चाहिँ त्यहाँ ग्यास छँदै थिएन, तर काँटा चाहिँ माइनसमा गएको थिएन, 50 मा थियो। भएर कहिलेकाहीँ यो म्यानिफोल्ड गेजले पनि धोका दिँदो रहेछ। यसलाई एकदमै सेफ्टी गर्नुपर्ने रहेछ। आज मलाई यो कुरा सिकायो यसले।